पारिदिन्थेँ मैले होला कि म त बोल्नै पर्दैन ए त्यो त के हो र त्यो 9 गतेको झ्यालमा त 9 गतेको त्यो म पनि चुच्चो गरेर दिनु गरे हेर्थ्यो मलाई जसले थालै गइदि तर के क्लासबाट होइन कस्तो हुन्थ्यो टिचर मम्मी क्लासबाट के टिचर निस्किने टिचरको पछि हुर्रुर निस्किन्थ्यो सबै है अनि हामी पनि हुर्रुर निस्किन्थ्यो बाहिर निस्केपछि मेरो आमाले यसलाई स्क्यान हान्थ्यो कि अनि स्क्यान हान्थ्यो कि कोही पनि निस्किएन बाहिर यता बाहिर निस्केर पानी खान जाने धाराबाट आफ्नो गछेमा जानुपर्छ नि गएर यहाँ हेलो भन्दै हिँड्थ्यो कति नराम्रो थियो कसम अनि जन्तुप्लो हुँदाखेरि नराम्रो भए पनि है आकाश अनि पाताल बिचमा एक सललललाई के गफ त है अनि परि उडाइदिएको 4 बजेसम्म बिहान 4 बजेसम्म डेटिङ बस्थ्यो रातभरि यसरी औँला मारेर बस्ने रातभरि है मुख च्यापेछ मुख आयो भन्न मन नलाग्ने सरलाई योलाई पनि सर्न नि लाग्ने मलाई अनि हामी छुट्टियो नि छुट्टिने बित्तिकै मुथ्यो यसले क्याथे पनि है यो ओजन पर्ने बित्तिकै म त्यही मुथ्यो होइन यसले पनि मुथ्यो होला कि मम्मी है कुखुरा बासेर कुखुरा बास्यो हामी अब कुखुरा बासेपछि कुखुरा बास्यो जामा हो भनेर छुट्टिन्थ्यो कि लभ गरे पनि हामी त त्यस्तो खालको लभ हो के रे है त्यत्रो बेर के नराम्रो लभ गर्यो होइन के गफ गर्यो होला हानेको त्यत्रो त्यही त आकाश पाताल एक गर्नलाई गफ टाइम चाहिन्न त्यतिकै एकछिन आई लभ यु मात्रै भनेर मान्छे म त बोल्दिन के यसो कुरा बोल्दिन के म चाहिँ बोल्थेन कसरी लप पर्यो रे हजुरले कसरी हेरेर रे अन्ध भएर म अन्ध आँखा चिन्न गरेर लभ गर्थेँ त्यस्तै न बेहोसीको तालमा तेरा चाहिँ बिहान 10 बजे लभ लेटर पठाएको दिउँसो 1 बजे रिप्लाई आइदिने नि अनि एक्सेप्ट गरेको